हेलो गाइज वेलकम टु माई न्यू ब्लग। यो चाहिँ हाम्रो शिवरात्रिको दिनको ब्लग थियो। हामी चाहिँ शिव मन्दिर जाँदै थियौँ, अचम्मेश्वर महादेव मन्दिर। तबसम्म हामी रुद्रबिनी आयौँ। रुद्रबिनी आएर बसको लागि कुरिरहेको थियौँ, तर बस आएन। त्यही भएर हामी हिँड्दै हिँड्दै जाँदैछौँ। बाटो लाग्दै खुब रमाइलो भयो थियो। हिँड्दै हिँड्दै जाँदा पनि वहाँ पुग्न थियो हामी चाहिँ। अब हामी मन्दिर जानेको लागि तल्लो बाटो लाग्दैछौँ। हामी सबैजना चाहिँ जाँदै थियौँ भने कोही चाहिँ फर्किँदै हुनुहुन्थ्यो दर्शन गरेर। हामी थोरै लेट गएको थियो सायद। त धेरै नै रमाइलो भयो थियो। गण्डकी नदी। हामी चाहिँ वहाँ पुग्दासम्म चाहिँ यति धेरै लामो लाइन लागेको थियो नि, हाय राम। हामी चाहिँ लाइनमा धेरै बेर बस्नु नपरोस् भनेर यति दौड्यौँ नि। अझ अरू मान्छेहरू आउँदै हुनुहुन्थ्यो नि त, अनि फेरि धेरै समयसम्म लाइनमा बस्नु नपरोस् भनेर भाग थियो सबैजनाको। जे हुनु थियो खुब रमाइलो भइराखेको थियो। त्यहाँ चाहिँ बाजासँग रमाइलो हुने रहेछ। बाजामा कोही चाहिँ नाच्दै पनि हुनुहुन्थ्यो। हामी चाहिँ नाचिएन। हामी चाहिँ दर्शन पनि गरेको थियौँ, त्यही भएर लाइनमा बस्दै थियौँ सुरुमै। हाम्रो नानीलाई चाहिँ जय साईको फोन आइरहेको थियो बिचमा। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, हर 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 महादेव। मेरो श्रीमानज्यू चाहिँ सूर्यनारायणलाई जल चढाउन जाँदै हुनुहुन्थ्यो। अब हामी पनि सूर्यनारायणलाई जल चढाएर गरेर जल भरेर आयौँ। कोही चाहिँ त्यहाँ गण्डकी नदीमा दिया फुलपाती पूजा गर्दै हुनुहुन्थ्यो। यति लामो समयसम्म हामीलाई लाइनमा बस्नु परेको थियो नि, आएर खुट्टा पनि दुखेको थियो, ढाड पनि दुखेको थियो लाइनमा बस्दा, तर पनि रमाइलै भयो थियो। जय शम्भु, जय शम्भु, हर हर महादेव। माथि जान चाहिँ एकदम अप्ठ्यारो रहेछ कि, मतलब दुई तिनजना गएर पूजा गर्नुपर्ने रहेछ। त्यही भएर अप्ठ्यारो खालको ठाउँ भएको भएर धेरै समय लागेको थियो कि। अनि हामी चाहिँ त्यस्तो अप्ठ्यारो ठाउँमा चढेर हेर्नु न कसरी गएको छौँ। अनि त्यसपछि चाहिँ हामी त्यहाँ चाहिँ दर्शन गरेर तल झऱ्यौँ। आफ्नो टर्न सकेपछि त्यहाँ फेरि तल आएर पनि थोरै पूजा धूप जल गऱ्यौँ। हर हर महादेव, हर हर महादेव, जय शम्भु। कालहर, रोगहर, कष्टहर, दरिद्रहर, पापहर, हर 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 महादेव। अब चाहिँ हामी प्रसादी खाँदैछौँ। दर्शन गरेर सकिसकेपछि त्यहाँ चाहिँ प्रसादी बनाउनु भएको रहेछ। शिवरात्रिको दिन त सबैलाई थाहा नै छ के खाइन्छ भनेर। म चाहिँ थोरै घोटुवा भाङ मिसिएको दुध पिउँदै थिएँ। त्यसपछि हामी फर्किनेतर्फ लाग्यौँ। हामी फर्किँदाखेरि पनि थुप्रैजना दर्शन गर्नको लागि आउँदै हुनुहुन्थ्यो। कोही वापस जाँदै हुनुहुन्थ्यो, कोही आउँदै हुनुहुन्थ्यो। त्यस्तै क्रम चलिरहेको थियो। गाउँघरको कुवाको पानी खाँदै थियौँ हामी चाहिँ। त्यत्तिकैमा हामी दुवैजनाले भजन कीर्तन गर्दै फर्क्यौँ। हामी घर फर्किने क्रममा चाहिँ हामीलाई अरू गाडी नभेटेर ट्र्याक्टरमा चढेर जाँदै ट्र्याक्टरमा नि खुब रमाइलो हुने रहेछ।